एकछिन पर्खौँ ल दोरी साथी केपी ओली शेरबहादुरलाई के गरौँ So hello guys, welcome to my vlog. आज चाहिँ हामी जापानको एकदमै वान अफ द मोस्ट फेमस ठाउँमा आएका छौँ। अभी मजा आएगा ना भिडो। यो चारजना है, यो चाहिँ नारा, केन कासिहारा सिजोचु साकुराईमा पर्छ है। ल यहाँनिर हाम्रो अगाडि तोप्दै हुनुहुन्छ। यहाँनिर दोरी साथी कस्तो भइरहेछ ल। यहाँनिर हाम्रो पर्का साथी छ है। हामी चाहिँ टक्क चारजना आएको है। हाम्रो चाहिँ यस्तो छ है, ठाउँहरू चाहिँ यस्तो छ है गाइज। हेर्नु होला, कस्तो लाग्यो प्रतिक्रिया दिनु होला है। कस्तो लाग्यो दाइ? ड्राई पिकनिक टाइपको गर्न मिल्यो। यस्तो दामी प्लेस छ है बस्नको लागि। बब्बल यस्तै छ अन्त है। ल गाइज, ठाउँ चाहिँ यस्तो छ है, यस्तो छ। अब यहाँनिर चाहिँ हामी चाहिँ यो ठाउँलाई चाहिँ क्यान्सल गरेर हामी अर्को ठाउँ खान जाँदैछौँ है। नास्ता खाने नास्ता एकदम। एकछिन पर्खौँ ल दोरी साथी गडाम गुडुम हो। पर्का साथी के छ? यति हो भन्नुपर्ने। जापानमा हुनुहुन्छ भने टाढै हुनुहुन्छ भने आउनु होला। अझ स्पेसली ओसाका नारा भयो भने चाहिँ छुट्याउन भएन है। यो छुट्नु भनेको जीवनभरको एउटा होइन एकदम रमाइलो चिज गुमाउनु जस्तै। तू समझा? हाँ नहीं तू समझा नहीं। लोकेसन चाहिँ आउँछ है कमेन्टमा है। ओके त्यस ल गाइज, हामी चाहिँ अहिले नारा केनको नारा तीर्थको है दुई शब्द उरासी भन्ने के अरे उरासी भन्ने ठाउँमा छ। उरासी अहिले छिटो छ यहाँनिर। आफूनै लडे झन्डै लडे। यस्तै छ है। यो मेरो जापानको फर्स्ट भ्लग हो। सबैले माया गरिदिनु होला है। यस्तै छ ठाउँ चाहिँ बनाएको यत्रो भइसक्यो। बल्ल आज मैले भ्लग बनाएको छु। धेरै समय पछि चाहिँ मैले भिडियो हाल्न थालेछु है। यस्तै छ ठाउँ चाहिँ यस्तो छ है गाइज। यस्तो छ यहाँनिर चाहिँ। अब नै त्यसो ओ बुढोले माछा मारे क्या हो? खोजिदिनुपर्छ नि फेरि। के बोले भाइ? अब के बोले? हामी त जतै गऱ्यो नि आफ्नो जात भेषभूषा त फेरि छोड्नुहुन्न नि। एकछिन है, बुढोहरू आएछ। घुम्ती छ त उहाँ त्यता हिँड्नु नि, स्ट्रेट हिँड्नु न। ल कस्तो लाग्यो त? बब्बा छ नि ल एकदम सबैजनालाई चाहिँ हाम्रो निम्तो छ है। यहाँनिर चाहिँ आएको पैसा लाग्दैन है, एकदम फ्री हुन्छ। फिसिङ गर्न पनि पायो, माछा मारेको नि घर लान पायो, पैसा लागेन है टक्क। अरू बेला 3 थाल जान्थ्यो भने त्यो दिन 4 थाल पनि जान सक्छ माछाले गर्दा एकदमै। ल पोइयो पाके छ यता यहीँ बसेर खानु ठाउँ चाहिँ यो है। त्यो बुढोले माछा मारे कि क्या हो? ल ओके ल ठ्याक्क डेस्टिनेसन। ल हामी चाहिँ अहिले यहाँनिर नास्ता खान लाग्यो है। हाम्रो 4जनाको साइकल हो यो, टक्कै मिलाएर राखेको छौँ। जापान हो क्या, टक्कै एकदम व्यवस्थित राख्नुपर्छ मिलाएर लाइनमा हरेक चिज होइन। त्यही भएर मिलाएर राखेको हामीले। अनि यहाँ चाहिँ हाम्रो नास्ता भइरहेको छ है। त्यहाँनिर कोक छ, त्यो पानी चटपटे बन्ने छ यहाँनिर है। हाम्रो सेफ हुनुहुन्छ उहाँ चाहिँ चटपटको लागि सेफ हुनुहुन्छ। बनिसक्यो हजुर।
यस्तै छ है यस्तै हो हामी 4 जना छौँ यहाँनिर है टक्क लाएर यस्तै छ खानुपर्छ अब कागती टक्क यहाँ बसेर चाहिँ हामीले पारीको भ्यू हेर्दै खाने हो बबाल हुन्छ है बबाल हुनेवाला छ अब यहाँ हाम्रो खानपिन चलिरहेछ है यता दाइ लजै सक्नुभयो फेरि 7 करोडको स्पुनले खाने खाना खानुभएको इटालीदेखि आएको अनि होइन भर्खरै चाहिँ ल्याएको यहाँ यहाँनिर 15 करोडको के पिउँदैछ यहाँ दोहोरे साथी दिइरहेछ पुरै है अब म चाहिँ के भन्न चाहन्छु भने सुनारी भ्लग धेरै पछि आउँदैछ माया गरिदिनु पर्यो त्यही हो माया नगरे पनि देखाइदिनु पर्यो भइहाल्यो एकदम टक्क यसरी स्वाट्ट सट्ट खाने अनि हाम्रो ग्लास पनि आउनेछ हो ग्लास पनि आउँदैछ आउनलाई त्यो चाहिँ अब 7.5 करोड भयो त्यो चाहिँ अहिले टाइम लाग्ने भयो नेक्स्ट टाइममा चाहिँ त्यो खाने भयो त्यसमा चाहिँ हाम्रो भने जस्तो नपाएर अर्डरको लागि अलिकति टाइम लाग्यो भनौँ न त्यस्तै भनौँ अब कुरा मिलेरै बुझ्नु होला तू समझा हाँ नहीं तू समझा नहीं त्यही हो फेरि पैसाले किन्न नसकेको भन्ला नि त्यस्तो चाहिँ होइन है पैसा कमी छैन यहाँनिर अनि एउटा गोजी टक्टक आयो भने 10-15 लाख त एकैचोटि झरिहाल्छ नि भाई साहब कुछ ज्यादा नहीं हो गया पैसा टेन्सन भएन भने जस्तो डिजाइनको हुनु पर्यो नि त यस्तो खाने डेजहरूले यस्तो ल्याउने यस्तो पार्ने यस्तो ल्याउने बोक्रा साइड धेरै ग्यास छ यसमा दामी यार कस्तो भयो ठिक छ नि साह्रो पऱ्यो दाइ यो अस्ट्रेलियाको खुर्सानी पिरो तेरा बाप यहाँ छोड़कर गया यो अस्ट्रेलियाको खोर्सानी हो कङ्गारुको मलले बनाएको अरे नि त त्यो त अनि पिरो भयो त्यो अस्ट्रेलियामा मात्रै पाउने क्या यो पानी चाहिँ हामीले जर्मनीदेखि मगाएको यो तिमीले होइन बिर्स्यौ क्यानाडातिर तिमीले मगाएको होइन तिम्रो डिजाइनबाट बनाएर मगाएन र नि बिर्सिक्यो तिमीले आफ्नो डिजाइनमा मगाएको कुराहरू चाहिँ बिर्सिनु पाएन है दोर्जे भाइले चाहिँ कुन चाहिँ तिमीले मगाएको नि बिर्स्यो क्या यो है एकदम त्यो के अरे त्यो भिनेगर होइन यो चाहिँ ओइल ओइल हो ए ओइल आबुरा कहाँदेखि तिमीले मनाएको मगाएको कहाँदेखि तिमीले बिर्स्यो हङकङको पो चाहिन्छ भने सम्पर्क गर्नु होला सम्पर्क गर्ने चाहेर मात्रै हेर्नु पर्यो चाखी मात्रै हेर्नु त्यो चाखेपछि त भ्याइयो क्या के हो जिन्दगीको रमाइलो के हो भनेर थाहा पाउँछ त्यो खाएपछि अनि यति इम्पोर्टेन्ट छ है डिजाइनर हेरौँ न त अनि मान्छे हेरौँ यहाँ ल है ल मान्छे होइन व्यक्तित्व मान्छे अनि हाम्रो लागि त ठिक हो अरूले त भन्नु पाएन हामीले चाहिँ भन्न पायौँ आफ्नै भएर भन्न पायौँ तपाईँहरूले भन्दाखेरि चाहिँ व्यक्तित्व है आदरणीय भन्नु पऱ्यो क्यानाडाको माल खाइ हेर्नु पर्यो कस्तो छ एकचोटि टेस्ट अनि यसरी देशका हान्ने पानी छ उसको डिजाइनरमा निकालेको अरे तिमीले चाहिँ लागेको हुने तिमीले मैले बिर्सेँ क्या ठ्याक्कै तिमीले मेरो त यही हो त म चाहिँ यो तपाईँहरूको डिजाइनरलाई चाहिँ मैले मिक्स गरेर केसम्म बनिँदो रहेछ त बनाउँदा फेरि भनेर चाहिँ होइन म चाहिँ यो थोरै चेक मात्रै गराइदिएँ अब नेक्स्टचोटिको लागि कस्तो लाग्यो भनिदिनु पर्यो अहिले त यो त यसको है यो है बनाउन सकिन्न क्या एकदम क्या भनेपछि नेक्स्टचोटि अर्कोचोटि ल्याउनु पर्यो भने बनाउँछु भनेर नि बनिँदैन क्या ए त्यस्तो भयो है तर यो चेकको लागि बनाएको थिएँ अब
त्यो इन्डियाको छ नि के अरे त्यो के अरे इन्डियाको एकदम चल्ने के अरे अरे कहना क्या चाहते हो? बडो व्यापारी के भन्दै त्यो भन्दा पनि माथि हो क्या अझै त्यो चाहिँ यहाँ हो यो चाहिँ यहाँ हो क्या पौडी खेलिदिन्छु होला हौ म यहाँ माथि गएर पौडी खेलिदिन्छु होला हौ त्यस्तो हो क्या कुरो त्यसरी बुझौँ है ल है ल अब नेक्स्ट च्याप्टर है ल है गाइस अब चाहिँ हामी खानपिनतिर लाग्नु पर्यो यार अनि यस्तो पाराले त भिडियो बनाउने मान्छे त भोकै भइदियो रहेछ भिडियो बनाउने मान्छे त भोकै भइदियो रहेछ अन्त भोकै भइदियो रहेछ ल है ल अब नेक्स्ट च्याप्टर है नेक्स्ट च्याप्टर है खानु नि पर्यो क्या ल्याम खाँदै बोल्दै गर्नु पर्यो है के छ र हेर्दै मागी खानेको अनुहार बोकेको छु हेर्दै मागी खानेको अनुहार बोकेको छु च्याप्प लाएर अब हाम्रो चाहिँ के छ प्लानिङ भन्दाखेरि एउटा योजना बनाउनु पर्यो यहाँनिर चाहिँ हामीले के गर्नु पर्यो भ्यायो भने चाहिँ यो पोखरीमा चाहिँ झ्याप्प कति दाइ कति अरबको अरबसम्म हुन्छ हाम्रो 3 अरबसम्म छ भाई साहब कुछ ज्यादा नहीं हो गया ये? त्यति जतिको चाहिँ झ्याप्प लाएर माछा हाल्न पायो भने चाहिँ धेरै अनि माछा हेर्नुको लागि अब एउटा बिल्डिङ सिल्डिङ पनि केही अब त्यो पनि चाहियो त्यो भनेको त्यसको लागि हामीले चाहिँ त्यसलाई 27 करोड चाहिँ 27 करोड मतलब कुछ भी इस्टिमेट राखेको छौँ है साइडमा 27 करोड डलर होला नि त होइन त इस्टिमेट गरेर राखेको छौँ हजुर त्यो नेपाली होइन जापानिज एन होइन डलर युएसमा है अनि हामीले चाहिँ त्यसमा पनि स्टाफहरू राख्छौँ क्या होइन काम गर्ने होइन काम त लगभग चाहिने दायित्व कति पारी देखाउनु त मदन छ आँखाले नभ्याइ पर्यो अब त्यहाँदेखि यता त्यो घाम छ त्यसको मुनि होइन त्यहाँसम्म छ अनि सुन्नु न 27 जना चाहिँ राख्छौँ होइन अनि सुन्नु न दाइ अब यो तपाईँहरूको एरिया अनि यो तल यो माछा मार्नेलाई चाहिँ के गर्नुपर्ने हो भनिदिनु पर्यो क्या दाइ भर्खरै अनुमति अनुमति लिएको छ कार्यालय यहाँ सानो बनेको छ मदन पछि अलिक ठुलो बनेको थियो त्यसलाई गर्नुपर्छ त्यसले है खोइ हाम्रो त यो ब्लग हो कि न्यु रिपोर्टर गरे जस्तो भयो त यार के रिपोर्ट पनि होइन फेरि प्रकाश उराठै लाग्दो बसिरहेछ बिचरा त्यसले घरमा बुढी एक्लै छ कि भनेर हो कि अब बोस हो क्या बोस भयो पहिला हाम्रो स्याचो स्याचो टाइपको हो स्याचो भन्दा माथि हो कि अझै खाच्यो आधुनिक तरिकाले माछा पाल्न ए भनेपछि उसको आफ्नै छुट्टै कुरा छ कस्तो भयो भने हामीले भन्ने अनि उसले चाहिँ लास्टमा हाम्रो सबैलाई होइन निष्कर्ष चाहिँ निकाल्ने हो क्या लास्टमा यस्तो भयो है फाइनल डिसिजन योक्सी तरकारी फाइनल डिसिजन चाहिँ उताबाट र अब टोपी पनि अर्कै खालको रहेछ फेरि होइन त टोपीबाट नि धेरै फरक पर्ने रहेछ त होइन त भनेपछि त अब हेर्दा होइन यस्तो चाहिँ ठाउँमा चाहिँ माछा पालेको चाहिँ माछा चाहिँ कस्तो होला भनेर होइन अनि सोच्नु अब त्यो सोच्नै नसक्ने कुरा हो क्या अब फेरि पालेपछि त ल माछा त पालेछौँ अरे पालेपछि अझ अरू भन्दा पनि सबैभन्दा ठुलो कुरा चाहिँ खाने मान्छे चाहिँ कस्तो होला अनि खाने मान्छे चाहिँ अनि है इन्टरनेसनल रूपमा चाहिँ होइन सप्लाई गर्छौँ है हजुर हजुर हामीले लगभग नेपालमा पनि वर्षको 1900 किलो चाहिँ हामीले लान्छौँ हजुर हजुर 1900 किलो देखि लिएर अस्ट्रेलिया अमेरिका धेरै जान्छ क्या नेपाल चाहिँ हाम्रो अब आफ्नै ठाउँ भएर मात्रै हो नत्र त त्यतातिर त एसिया ठाउँमा त खासै नत्र त नहुने पो रहेछ कामै नेपालमा चाहिँ एकदम सशुल्क एकदम मिलाएर है हजुर हजुर निःशुल्क गर्न अलिक सकिन्न होइन होइन केही बेहुलीलाई चाहिँ निःशुल्क दिउँ त्यसलाई चाहिँ फ्रीमा खाने बानी छ उसलाई बिचरा किडनीको पनि बटम चलिरह होला अब कता कता गएर कता रोक्यो भने सक्यो ऊ पनि धेरै छैन अब बिचरा अनि हामीले चाहिँ बिचमा चाहिँ एउटा टावर चाहिँ राख्नु पर्ने वरिपरि हेर्ने कि काम कति गरे होइन के टावर भन्दा पनि दाइ हेलिप्याड होला एउटा त्यस्तो टाइपको हेलिप्याड जस्तो नि होइन बिचमा यो बिचमा यहाँनिर है हजुर फेरि यो चाहिँ यहाँ मात्रै यत्रो उता पनि ठुलो छ एरिया यो त आधा आधा भएको हो नि त यो त खास गरी यो जङ्गल छ नि यो बिचको कता कता हामीले हल्का काट्छौँ यसलाई अलिकति डिस्टर्ब गर्यो यसले माछा निकालिगयो एउटा अलि घटाएर यसलाई माछा निकालिगयो खटाखच गरिगयो कुरा गर्नु पर्यो है पैसा त दिइरहेको छ नि होइन यसले पैसा तिरेर आएको उता हाम्रो अफिस छ होइन माछा अलिक ठुलो निकाल्नु यति निकाल्नु
अलिक अलिक ठुलो निकाल है कान्छ अनेक अघिदेखि निकाल चाहिँ के गर्ने अब त्यो पनि कलरै कलर कस्तो टाइपको है यत्रो छ क्या त्यो माछा निकाल्यो अरे यहीँबाट चार साह्रो हो आफ्नै पोखरीको माछाहरूको नि अब हुन्छ धेरै खालको छ र थाहा नपाएको अब यहाँको होइन काम गर्ने कामदार होइन हामी चाहिँ अलिकति उहाँ चाहिँ खाँच्यो होइन बुच्यो स्याचो होइन हजुर त्यो भएको भएर चाहिँ होइन अलिकति कुन कुन माछा रहेछ भन्ने अनि स्याचो भन्दा माथिको मान्छे त एकैचोटि खाँचेमा पो पुग्यो त अनि टाढा हान्यो घाटा पासै क्या हो त्यसो भएले यसलाई पनि अलिकति अझै होइन प्र्याक्टिस चाहिँ भएन है अलिकति म सिकाउँछु एकदिन 15-20 मिनट दामी हान्दो रहेछ हेर न माछा हिँडेको जस्तै पार्दो रहेछ तर यसले अझै पुगेन प्र्याक्टिस भयो अलिक रेन्सी भएन है अलिकति सिकाउनु पर्यो है यसले यसरी गर्नुपर्छ भने चाहिँ अलिकति क्लास दिनु पर्यो यहाँ चाहिँ यस्तो छ है बब्बाल हामी पहिला पारी बसेको म पारी बसेको यस्तो बब्बाल छ यहाँ है गाह्रो छ हिँड्दै जाऊँ न हिँड्दै टाढै हो ए हुन्छ हुन्छ यस्तो छ है ओ यो अब पढ्न अलिकति गाह्रो हो यस्तै छ त्यही सोचेको मैले नि टक्क यो हजुर 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 त्यही गर्ने भनेको अब दोर्जे भाइले के भन्छ भन्ने कुरो हजुर मेन पोस्ट के भन्नुहुन्छ के छ ओके छ होइन भनेपछि त्यो संसार यहाँदेखि हेरौँ है यो हो के हो त हाम्रो यो कुरुवासी स्पेसल यही हो हेरौँ न यहाँ स्वर्ग के हो यो हो क्या अनि कहाँ ए हजुर हजुर बब्बाल छ कि यहाँनिर हेर त स्वर्ग के हो हजुर यहाँ खाली छ लो है हामीले यहाँ पनि के गर्छौँ यहाँ के हामीले सोच्ने खाम है तर यो चाहिँ अहिले चाहिँ सार्वजनिक नगरौँ है पछि भनौँ ल हजुर त्यस्तै छ होइन हामी अघि त्यहाँ पारी थियौँ अघि डाँडालाई पर्यो हजुर हजुर कस्तो भने यहाँ चाहिँ मैले कस्तो भने यो माथि डाँडामा चाहिँ होइन किपी ओलीलाई ल्याएर राख्ने हो क्या होइन यहाँ हेर्ने हेर विकास के हो यहाँ त सिक भन्ने टाइपको के बुढेसकाल लाग्यो बरु चियरको व्यवस्था गरेर टक्क बसाएर हजुर बस हजुर केपी ओली शेरबहादुरलाई के गरौँ अनि हाम्रो प्रचण्डलाई के गरौँ कुनमा राखौँ मनै निश्चित कुनमा ओटे बिचमा हजुर सेक्रेटरी राखिदिन्छ ठिकै हुन्छ होला प्रचण्डलाई हजुर कस्तो भने पहिला जङ्गलतिर बसेको अनुभव छ क्या 17 वर्ष होइन हजुर कस्तो भने यो शेरबहादुर चाहिँ त्यो बोली सुन्दाखेरि त्यो रुङ्ने क्या जनावर आउँला बाक्साको होइन हजुर ठुलो छ है हाम्रो एरिया हो यो चाहिँ हाम्रो 3 जनाको चाहिँ हो है अनि उहाँ चाहिँ के भनौँ बासिन्दा लोकल हजुर जानकार व्यक्ति एकदम व्यक्तित्व हजुर हो यहाँ हाम्रो एउटा प्राइभेट पनि हुन्छ क्या प्राइभेट होइन त्यो एयरपोर्ट हुन्छ क्या ल गाइज हामी चाहिँ अब फर्किन पऱ्यो है बिस्तारै रात पनि पर्नु लाग्यो होइन यस्तै छ अलिकति चिसो पनि भयो हावा चलिरहेको छ
त्यस्तै छ है। अब हामी यहाँदेखि यो बाटो हुँदै जानु तल, हामी यहाँदेखि लगभग 12-13 किलोमिटर चाहिँ जानुपर्छ हामी बस्ने ठाउँमा, ओह्रालो झर्नुपर्छ। यस्तै छ, राम्रो छ यो ठाउँ, एकचोटि घुम्न आउनु होला होइन। ओसाका नाराको नजिक हुनुहुन्छ भने आउनु होला यहाँ है, नारा केन कुरोहासी है। ल है ल, ओह्रालोमा हामी चाहिँ लाग्यो है। ओह्रालो चाहिँ यस्तो छ है, उही 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 बब्बा छ है ओह्रालो चाहिँ। ए बतासिसक्यो। ल है ओह्रालो चाहिँ, एस ओह्रालो चाहिँ यस्तो छ है गाइज। ब्रेक कराइरहेछ। दोस्रो साथी चाहिँ धेरै अगाडि गइसकेको छ है। म चाहिँ यहाँ छु पछाडि, एउटा हातले ब्रेक चलाइरहेको छु। यता तोक्दै हुनुहुन्छ मेरो पछाडि अगाडि। टक्क यहाँबाट झऱ्यो भने चाहिँ फेरि 1 मिस्टेक गेम फिनिस छ है गाइस। सुल्टी हानिन्छ है, सुल्टी हानिन्छ। बाँच्नु त बाँचिन्छ होला, सुल्टी चाहिँ हानिन्छ है फेरि एकदम। ल है दाइको ब्रेक लागिरहेछ नि दाइ, ब्रेक लागिरहेछ नि, ब्रेक लागिरहेछ नि, ब्रेक एकदमै। ल टेक केयर है, टेक केयर दाइ। ल ल ल ल ए हाम्रो ओह्रालोको बाटो बाटो चाहिँ यस्तो छ है। ल बब्बाल रमाइलो भयो। ब्रेक खतरा बब्बाल हानिरहेछ दुरो साथीले चाहिँ है। पछाडि गाउँ छ टक्क। ल पेले एकछिन है। ल यहीँसम्म है, अहिले मामाले पक्रिन्छ फेरि।